यो चाहिँ 1 करोडकै घर होला जस्तो लाग्छ। म चाहिँ यसरी उचाल्दा नि उचालिने, राख्दा नि राखिने हैन, आफू बस्दा नि नभाचिने खालको है। यो चाहिँ बाँसको बनेको हो। पहिला हामी पनि सानो हुँदाखेरि गोठालो गर्दा यस्तो बनाउँदै हामी भाँडाकुटी खेलेर बस्थ्यौँ। त्यो पहिलाको गोठालो गर्दाको पल एकदम याद हुन्छ क्या मलाई, एकदम याद हुन्छ। कस्तो मजा हुन्थ्यो। यता तलतिर ससानो म भन्दा तल्लो ब्याचको उनीहरूसँग गुलेली हान्दै, हामी चरा हान्दै, चरा मार्दै, अनि त्यतिखेर नि पोली खाँदै है। अनि भाँडाकुटी हुन्छ, सानोमा भाँडाकुटी खेलिन्छ, भाँडाकुटी खेल्दै गोठालो गरिन्थ्यो क्या। वन तरुल भनेको तपाईँहरूलाई कतिलाई थाहा छ? वनमा पाउने तरुल क्या। अनि त्यस्ता वन तरुलहरू खनो, त्यतिखेरै पोलेर खायो है। लाइटर बोको, मङ्सिर पुस महिनामा त जाडो हुन्थ्यो। लाग्छ गाउँघरमा जीवन बिताउन पनि एक रमाइलै हुन्छ, एक नरमाइलो हुन्छ। किन रमाइलो हुन्छ भन्दाखेरि पल्लो घर, माथिल्लो घर, तल्लो घर, ओल्लो घर, चारैतिर क्या मिलेर बस्ने, मनमुटाव राम्रोसँगले हुने है। अनि तल्लो घर, माथिल्लो घर सबै कुरा सेयर हुने है। राम्ररी राम्रो सम्बन्धमा रहने जहिले पनि। अनि आफूसँग पर्दा अरूले साथ दिने, अरू पर्दा आफूले साथ दिने, दुःख सुख सबै कुरामा साथ दिने, त्यस्ता खालका हुन्छ। गाउँले जिन्दगी चाहिँ साथीहरू यस्तै हो। अब बाख्रा भनेको चाहिँ यिनीहरू नै हो। अब म चाहिँ यिनीहरूको ढोका खोलिदिन्छु। यिनीहरू सट्ट निस्किन्छ। यिनीहरू भोकोले फाँक हुनु आँटेको होला ला सायद। ओ निस्कि भोक लागेको छैन तँलाई? सब यो हन्तेहरू मात्रै छ। सबसे धेरै खाने भनेको चाहिँ त्यो माथिको। ल साथीहरू है, मेरो बाख्रा चाहिँ यहाँबाट चलिरहेको छ। अनि यो चाहिँ गैरी खेत भन्छ। साथीहरू तपाईँलाई थाहा छ कि छैन, यसरी गोठालो गर्न पनि एक रमाइलो हुन्छ है। तपाईँहरूलाई थाहा हुनसक्छ, नहुन पनि सक्छ होइन। किनकि तपाईँहरू गाउँले साथीहरू हुनुहुन्न भने चाहिँ तपाईँलाई थाहा नहुन सक्छ है। तपाईँहरू गाउँले साथीहरू हुन्छ भने त पक्का पनि तपाईँलाई थाहा छ यो कसरी गोठालो गर्नुपर्छ भनेर। अनि मेरो बाख्रा दामी तरिकाले चर्छ है। अब चाहिँ म दिनभर के गर्छु भन्दाखेरि यस्तो शीतल छाहारीमा बसिरहेको हुन्छु। अनि बाख्राहरूले बाली नाली खाएको हेर्ने हो, कहाँ जान्छ कसो गर्छ हेर्ने हो होइन। अनि तपाईँहरूलाई गोठालो गर्न आउँछ कि आउँदैन भने चाहिँ कसरी गोठालो गर्नुपर्छ भने होइन, टक्क बाख्रा खोल्ने अनि यस्तो डागी जग्गामा, केही नलगाएको खुल्ला जग्गामा चराउने हो। वरिपरि बाली नाली छ भने चाहिँ छेक्ने हो, त्यहाँनिर हेर्ने हो बाख्राहरू जान्छ कि जाँदैन होइन। त्यस्तो हो तरिका गोठालो गर्ने चाहिँ। अनि मलाई चाहिँ खासै गर्न आउँदैन, हल्का, किनकि मैले सानैबाट गोठालो गरिआएको हो नि त। अनि पढाइ लेभल सकेपछि कहिलेकाहीँ यसरी गोठालो गरिन्छ। बाख्रा चाहिँ छन्जे छ होइन। अनि मलाई धेरै नै अल्छी लाग्छ गोठालो गर्न चाहिँ, किनभने मेरो बानी पनि छैन। अनि गोठालो गर्न मन पनि लाग्दैन मलाई है। यस्तो चान्चुने काम के भन्नु, खोइ किन हो मन नलागेको, त्यो आफै तपाईँहरूले भन्नु होला। बाख्राहरू यसरी चर्छ हेरिबस्नुपर्छ। ल है ल साथीहरू, अब त चैत महिना पनि लाग्यो। गर्मी हबहब हुन्छ, 40-45 डिग्रीको सेल्सियस तापक्रम हुन्छ होइन। सहरिया साथीहरूलाई चाहिँ एकदम गाह्रो हुन्छ। हामी जस्तो गाउँले साथीभाइहरूलाई त यसरी प्राकृतिक प्रकोपको यसरी शीतल छाहारीमा आनन्द लिँदै ओरिजिनल एसीमा ओरिजिनल एसी भनौँ न, ओरिजिनल एसीमा चाहिँ यसरी आनन्दले बस्नु पाइन्छ। शीतल छाहारी गोठालो गर्दै है। मेरो बाख्रा यता माथि चलिरहेको छ। अनि म यहाँनिर यस्तो बाहिरी तातो छ कि त यार, अहिले चैत 7 गते नै यस्तो गर्मी हुन थालेको छ कि घाम यस्तो टन्तलापुर लाग्न थालेको छ कि होइन। म त बयानै गर्न सक्दिनँ। त्यही भएर गोठालो गर्दाखेरि छाता पनि छैन। छाता भए पनि के गर्नु, माथि त्यो छातालाई
घामले सेकेर भित्रै तातो हुन्छ। अनि रुखको फेदमा आएपछि त बाई केटो त एसीमै बसिराखेको छ भनेर सम्झिनु होइन। मेरो बाख्राहरू कस्तो हुँदैछ म हेर्छु र उनीहरूको बिजोग हेर्छु र मलाई माया लागेर आउँछु पशुहरूको होइन। के गर्नु मान्छे बापु पशु हो। अब पशुको बेहोरा उनीहरूमै अब छ बेहोरा है। अनि के गर्नु त गाउँले साथी अब यस्तै हो है। तपाईहरू गाउँले साथीहरू को हुनुहुन्छ मेरो युट्युब भिडियो हेर्नुहुने सबैजनाले कमेन्ट गर्नु होला है। तपाईहरू पनि गोठालो जानुहुन्छ भने तपाईहरूको कथा सुनाउनु होला। एकदम रमाइलो हुन्छ है। गोठालो गर्दै गरेको पलहरू त्यो मेमोरिजहरू पछिसम्म याद हुन्छ। मैले चाहिँ लगभग साथीहरू गोठालो गर्दै आएको कति वर्ष अगाडिदेखि भन्दाखेरि म 5 वर्षको हुँदाखेरि मैले कक्षा 1 मा अध्ययनरत थिएँ। त्यतिखेर स्कुल नजाँदाखेरि गोठालो गर्थेँ। म सानैदेखि म भनेको गरिब परिवारको मान्छे हो है। म किसानको छोरा होइन। अब गोठालो गर्नै पर्यो गाउँघरमा। अब गाउँघरको त अब चलन चल्ती नै हो त्यो परम्परा भनौँ न। गोठालो गर्ने त जो कोही होस् गोठालो त गर्नै पर्छ है। अनि म सानैबाट 5 वर्षबाट गर्दै आएको। अनि गर्दै आइयो। अनि त्यस पछाडि म अलिक ठुलो कक्षामा ठुलो लेभलमा पार गरिसकेपछि भनौँ न 9, 10, 11 भनौँ त्यतिखेरदेखि चाहिँ म गर्नु छोडेँ। अनि अहिले +2 सकेर ब्याचलर जोइन गरेपछि यसरी कहिलेकाहीँ गरिन्छ गोठालो होइन। अनि त्यो पहिलाको गोठालो गर्दाको पल एकदम याद हुन्छ क्या मलाई। एकदम याद हुन्छ कस्तो मजा हुन्थ्यो। यता तलतिर हाम्रो सानो साथी भाइहरू हुन्थ्यो सानो मभन्दा तल्लो ब्याचको। उनीहरूसँग गुलेली हान्दै हामी चरा मार्दै अनि त्यतिखेर नि पोली खाँदै है। अनि भाँडाकुटी हुन्छ सानोमा भाँडाकुटी खेलिन्छ। भाँडाकुटी खेल्दै गोठालो गरिन्थ्यो क्या। अनि त्यो वन जङ्गलमा हिँडेपछि त अब तपाईँहरूले यस्तैतिर हेर्नुहोस् पाउनुहुनेछ त्यो वनतरुण भनेको तपाईँहरूलाई कतिलाई थाहा छ। वनमा पाउने तरुल क्या। उहिलेको पुर्खाहरू चाहिँ त्यो वनतरुल खाएरै हुर्केको अरे। अनि त्यस्ता वनतरुलहरू खनो त्यतिखेरै पोलेर खायो है। लाइटर बोको मङ्सिर पुस महिनामा त जाडो हुन्थ्यो। त्यतिखेर लाउने लुगाहरू पनि आफूसँग राम्रो हुन्थेन। बच्चामा त अब है चिसो होस् कि तातो होस् बालै फरर है। कति चिसो लाग्थ्यो है। सर्दी हुन्थ्यो। अनि चिसो लाउने लुगा त्यो तातो लाउने लुगाहरू हुन्थेन। अनि लाइटर बोको अनि गोठालो गर्दाखेरि आगो ताप्दै बस्यो क्या साथीहरूसँग। अनि तरुल खनेर तरुल खाइन्थ्यो। त्यसरी नै बितेको छ त्यतिखेरका गोठालोको गर्दै गरेको पलहरू। अनि अहिले पुरा मिस हुन्छ त्यो पलहरू। अहिले फर्केर आउँदा नि आउने छैन है। अनि यसरी कहिलेकाहीँ गोठालो गर्दाखेरि एकदम याद हुन्छ यो पलहरू है। त्यस्तै हो गाउँले जिन्दगी भनेको यस्तै हो। अनि गाउँघरमा साथीहरू तपाईँहरूलाई के कस्तो लाग्छ। गाउँघरमा जीवन बिताउन पनि एक रमाइलै हुन्छ एक नरमाइलो हुन्छ। दुई कारण हुन्छ क्या जहिले पनि। एक रमाइलो एक नरमाइलो। किन रमाइलो हुन्छ भन्दाखेरि गाउँघरमा जीवन बिताउने जीविका पालन गर्ने मानिसहरू चाहिँ कस्तो हुन्छ भने पल्लो घर माथिल्लो घर तल्लो घर वल्लो घर चारैतिर क्या छरछिमेकहरूसँग मिलेर बस्ने मनमुटाव राम्रोसँगले हुने है। अनि तल्लो घर माथिल्लो घर सबै कुरा सेयर हुने है। राम्रो सम्बन्धमा रहने जहिले पनि। अनि आफूसँग पर्दा अरूले साथ दिने अरू पर्दा आफूले साथ दिने दुःख सुख सबै कुरामा साथ दिने त्यस्ता खालका हुन्छन् मानिसहरू गाउँघरमा है। अनि सहरियामा चाहिँ कस्तो भने
पैसा चाहिँ सम्पन्न हुने आफूसँग। तर सहरमा चाहिँ गाउँघरमा यस्तो हुँदैन क्या। तल्लो घर माथिल्लो घर दुःख सुख पर्दाखेरि दुःख साटासाट गर्ने अनि सहयोग गरागर मन मोटाप नहुने खालको हो क्या सहरिया भनेको चाहिँ। मलाई लाग्छ त्यस्तो है। गाउँघर चाहिँ एकदम मनमुटाप, तल्लो घर माथिल्लो घर चारैतिर समेटेर मिलेर बस्ने हुन्छ। सहरियामा चाहिँ त्यस्तो हुँदैन, पैसा हुन्छ, गाउँघरमा चाहिँ हुँदैन। तर एकदम मानवता भन्ने चाहिँ हुन्छ मलाई लाग्छ। अनि त्यही भएर मलाई गाउँघरै ठिक लाग्छ है। तर यहाँनिर गाउँघरको फेरि बेफाइदा भनेको चाहिँ के हुन्छ भने विकट ठाउँ हुन्छ, असुविधा हुन्छ, सुविधाहरू हुँदैन। परेको बेला त्यो सुविधालाई आफूले प्रयोग गर्न सकिँदैन है। अब तपाईँहरूलाई थाहा छँदैछ, भोग्नुहुने साथीहरूले त होइन। अनि त्यस्तै हो, गाउँघर भनेको चाहिँ त्यस्तै हो साथीहरू है। यो चाहिँ 1 करोडकै घर होला जस्तो लाग्छ। म चाहिँ यसरी उचाल्दा नि उचालिने, राख्दा नि राखिने होइन, आफू बस्दा नि नभाँचिने खालको है। यो चाहिँ बाँसको बनेको हो। यो त सानोतिनो घर त होइन त नि, लगभग यहाँ त 1 करोडै पैसा लाग्यो होला जस्तो लाग्यो। खाँबो हेरौँ त्यस्तै छ। खाँबो पनि आम्मामा तल्लो खाँबो 4वटा खाँबै नै लगभग 25 लाख 25 लाख ए 25 लाख त होइन, 10 लाख होला। 10 लाख है। यो साथी यो बनाउने चाहिँ यो साथी यस्तो यो घर बनाएको छ नि साथी। गोठालो गर्दाको पलहरू याद हुन्छ तपाईँहरूलाई। अघि पनि मैले भनेको थिएँ, पहिला हामी पनि सानो हुँदाखेरि गोठालो गर्दा यस्तो बनाउँदै हामी भाँडाकुटी खेलेर बस्थ्यौँ। अघि मैले भनेको यसले सम्झाइहाल्छ गोठालोको पल, सानोमा गर्दै गरेका ती यादहरू दिलाउँछ यस्तो कुराहरूले। हामी सानोमा खेल्थ्यौँ। अब चाहिँ साथीहरू साँझको बेला रमाइलो मेला घुम्न हिँडेको म त भन्दै साथीहरू अब म बाख्राहरू फर्काउँछु। मेरो चुतिया बाख्राहरू माथि चढिराखेको छ। अनि म यता सुत्दै उठ्दै भिडियो गर्दै गीत सुन्दै गर्दै चाहिँ वाक्क दिक्क पनि भइसक्यो। अनि बाख्रा फर्काउने बेला पनि भइसक्यो। अब म बाख्रा फर्काउँछु, घर लान्छु। त्यस पछाडि म आम्मामा मस्तले सरसफाइ गरेर चाहिँ भिडियो एडिटिङ गर्दै म सुत्छु है। ओके, अब हामी बाख्रा फर्काउनु पर्छ है। ल अहिले चाहिँ मेरो लगभग 2-3 घन्टाको मेरो ड्युटी सकेर चाहिँ म गाउँले केटो कहाँ लागेँ। अब गाउँ लागेँ। गाउँघरको कतिपय साथीभाइहरू चाहिँ कस्तो हुन्छन् भने, अब गाउँघरको मान्छे भन्नुभयो कि फ्रिडम हुन्छ, जे पनि गर्न पाइयो, जहाँ पनि डुल्न पाइयो होइन, त्यस्तै हो। अनि प्राय गाउँघरको साथीहरू भनेको गोठालोबाट आएपछि केटाहरू साथीहरू चाहिँ या त घर आएपछि फुटबल खेल्न जान्छन्, या त भलिबल, या त साथीभाइहरूकोतिर है। अनि म चाहिँ अहिले गाउँघरतिर गइरहेको छु। गाउँघर तपाईँहरूलाई देखाउन चाहन्छु म। अहिले गोठालोदेखि आएर चाहिँ है साथी। ओके, यो भनेको चाहिँ हाम्रो अङ्कलको नर्सरी बारी। अनि यहाँ तलतिर यस्तो खेतहरू छ। तल हाम्रो पुच्छारमा चाहिँ हाम्रो घर छ है। अनि तपाईँहरू सुपारी लभर हुनुहुन्छ भने यस्तो हुन्छ सुपारीको बोट। किनेर मात्रै खानुभएको होला होइन तपाईँहरूले। यो 6-7 वर्ष भएको बोट हो यो। अब केही वर्ष पछाडि त लटरम्म फल हुन्छ, यहाँ फल दिन्छ। अनि यो सुपारीले लगभग वर्षमा आम्दानी दिने भनेको लाखभन्दा धेरै दिन्छ। यहाँ सुपारीको सङ्ख्या हेरी चाहिँ टन्नै छ नि त। यो बोट भने तपाईँलाई थाहा छ कि छैन, यसको नाम मैले बिर्सेँ। यसको पछि भित्रको चुना प्रति रुपियाँ केजी 80 देखि 90 लाखसम्म पर्छ। त्यस्तो महँगो क्या।
झन्डै करोडै पुग्छ केजीको भन्छन् हो कि होइन अहिले चाहिँ चट्टसँगले म छिमेकी साथीहरू छिमेकी देवाहरूकोमा आइपुगेको छु छिमेकी देवा भनेको चाहिँ ठुलबडा अनि यहाँनिर चाहिँ म अहिले गाउँघरमा पाइने अर्ग्यानिक किम्बु खाँदैछु अर्ग्यानिक किम्बु खानु पर्यो नि त होइन गाउँघरमा पाइन्छ यस्तो चाहिँ यो किम्बु खाँदाखेरि चाहिँ फेरि पुरानो सानोको याद आउँछ क्या सानो हुँदाको याद कस्तो भने हामी स्कुल छुट्टी हुन बित्तिकै साथीहरूसँग चाहिँ हामी जान्थ्यौँ स्पिड दौडाउँदै यस्तो किम्बु खानुलाई क्या किनभने एकदमै मिठो लाग्थ्यो क्या त्यो बेला अनि यो मुख सबै कालै हुन्थ्यो हात पनि सबै कालै त्यसरी त यादै नहुने कालो हुन्छ भनेर चाहिँ अहिले पो हुन्छ होइन अनि अहिले चाहिँ हल्का खाइन्छ यस्तो दामी छ है यो गाउँघरमा त फेरि मागेर खानु पर्दैन कि आफ्नै सोचो अर्काकोमा नि खायो अरू पनि आफ्नोमा आएर खाँदा केही पनि नभन्यो त्यस्तै हो हेलो लास्ट त यति नै खानु पर्यो धेरै खायो भने बिरामी भइन्छ हाम्रो दाजुलाई नि कैद गरिदिनु पर्यो गाउँले साथी भनेको चाहिँ यस्तै